डु यु थिङ्क हाम्रोमा डिमोनेटाइजेसन अथवा कुनै हिसाबले हुन्छ नि होइन नयाँ नोट बनाउनु पर्ने अथवा 500-1000लाई कतैबाट रिकल ब्याक गऱ्यो भने विल इट एक्चुली भनौँ न जस्तै मनी लन्ड्रिङ होला अरू कुरा होला होइन हुन्डी हवाला गर्नुहोस् कि मात्र छैन होला होइन यत्रो ग्रे लिस्टको त अहिले कुरा पनि गरौँ न होइन विल इट एक्चुली हेल्प तपाईलाई हामी कस्तो कुरा त भन्दाखेरि यसलाई अलिकति म तपाईँलाई हामी जब डिमोनेटाइजेसनको कुरा गर्दैछौँ या भ्रष्टाचारको 2 नम्बरी धन्दाको बदमासीको पैसा एकुमुलेट भएको पैसा चाहिँ आइदर त्यो सकिएर जाओस् या सिस्टममा आओस् या पक्रिन सकियोस् भन्ने उद्देश्यले कुरा गर्दै हुनुहुन्छ होइन र अहिलेको जमाना चेन्ज भइसक्यो हेर्नुहोस् म त्यसको विरुद्धमा चाहिँ होइन तर त्यसले सबै समस्याको समाधान गर्दैन मैले भन्दैछु आज नेपालमा क्रिप्टो करेन्सी चाहिँ कुनै पनि नेपाली नागरिक देशमा या विदेशमा भएको नेपाली नागरिकले क्रिप्टोमा कारोबार गर्यो भने त्यो गैर कानुनी हुन्छ त्यो जेल जाने गरिकन राष्ट्र ब्याङ्कले मजासँग सर्कुलेसन गरेको छ आजसम्मको दिनमा त्यो तर